नेपाली फिल्म इन्डस्ट्रीमा फेरि एउटा हिट सुपरहिट ब्लकबस्टर मुभिज आउँदैछ। ग्याङस्टर रोलमा नयाँ कहानी नयाँ कन्सेप्टमा पारी बुटल मुभिजको फर्स्ट लुक टिजर 1 आइसकेको छ। अनि त्यो टिजर कस्तो छ पहिला हामी हेर्ने हो, पहिला हामी हेर्छौँ, त्यसपछि फर्स्ट लुक टिजरको रिएक्सन अनि रिभ्यू हामी दुवै गर्नेछौँ। प्लिज सोल्टा हो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने मेरो च्यानललाई सब्सक्राइब अनि भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु न हो सोल्टा हो प्लिज प्लिज। ओके, पहिला हामी हेरौँ फर्स्ट लुक टिजर कस्तो छ, त्यसपछि हामी कुरा गर्छौँ। OSR Digital, entertaining the nation. यो के हो यार, सुरुमा नि ओ भाइ म्युजिक के थियो भाइ, बवाल यार, खतरनाक म्युजिक थियो। ओ घुसबम आउने खालको म्युजिक रहेछ यार। सुरुमा नै म्युजिक भनेको यस्तो खतरनाक, ओ माई गॉड। Akelio potoli pari bato halani बसेको पैसाको दौड देखिन्छ सबैको कुबेर लोक आँखामा सपना पनि खतरनाक रातको बेसमा रेडी कबर तिनीको तीरमा खुलामा डर अकाचुले फेर्दैछ विषालु दाँतले हतियार चाहिँदैन हाबीमा आँटेले म कोठा तारी छ अगाडि पछाडि हताए रोकिन कहिले नि हात्तीमै सडकको नियमलाई पालना नगरे तपनि घाटेमा अम्म भन्दा पहिले नै बोल्दिन्छ घोडा सडकको पिचमा ओडाएर पुरा लगादे खाइदिएको त खाइदिएछ। जय शम्भु। OMG 1 मिनट 41 सेकेन्डको फर्स्ट लुक टिजर थियो भाइ साहब। के थियो यो, ओ माई गॉड, खतरनाक बवाल। टिजरको सुरुमा नै जो म्युजिक थियो नि त पुरा घुसबम दिने खालको म्युजिक थियो। ओ बाप रे बाप यार। त्यसपछिको त्यो सुरुमा त्यो केटीको लुक, त्यसपछि त्यो केटाको लुक, ओ माई गॉड यार। त्यो फेरि त्यो काली बनेको, शङ्कर भगवान महादेव बनेको, ओ बाप बापा के थियो। फिल्म हेर्ने मन पराउने अडियन्सहरू रेडी भएर बस्नु। नेपालमा पनि एउटा ग्याङस्टर नयाँ कहानी नयाँ कन्सेप्टमा मुभिज आउँदैछ। यो मुभिजको फर्स्ट लुक टिजर 1 नै यस्तो थियो भने यसको टेलर आयो भने कस्तो हुन्छ यार। म त एकदम एक्साइटेड छु यसको टेलरको लागि। यसको टेलर आयो भने म फेरि भिडियो बनाउँछु, तपाईहरु वेट गरेर बस्नु होला। तपाईहरुलाई फर्स्ट लुक टिजर कस्तो लाग्यो त्यो कमेन्ट गरिदिनु होला। अनि अहिलेको लागि यतिकै, अगाडि भिडियोमा हाम्रो फेरि भेट हुन्छ। तबको लागि जय नेपाल।